यो भिरबाट झऱ्यो भने चाहिँ के हुन्छ होला? सो हेलो गाइज, म चाहिँ दिपिका कार्की एन्ड दिस इज डे 7 अफ 30 डेज मिनी भ्लग च्यालेन्ज। अनि आज चाहिँ हामी गएको थियौँ शताक्षी धाम एन्ड आई एम सरी इफ आई प्रोनाउन्स इट रङ। हजुरले मलाई सच्याउन सक्नुहुन्छ कमेन्टमा है। आज पहिलो दिन चाहिँ म 5:30 बजे उठेको छु गाइज। आई नेभर वेक अप अर्ली। अनि आई नो मेरो भ्लग पनि एकदम नै ढिलो आएको छ किनभने म एकदम नै धेरै बिरामी थिएँ। यति धेरै बिरामी थिएँ कि अब मन्दिर नै गएर निको हुन्छु कि भनेर प्रे गर्न जानुपर्ने भयो के। अनि हामी सबैजना बिहानै बसमा निस्क्यौँ। अनि बल्ल बल्ल हामी 3 घन्टामा चाहिँ पुग्यौँ होला शताक्षी धाम। पुगेपछिको रिलिफ त अलग्गै नै थियो। अनि मैले यहाँ सबैजनालाई देखाइरहेको थिएँ, हामी बुवा आमा सबैजना आएको थियौँ। अनि पूजा गरिसकेपछि मैले टिका पनि लगाएँ। टिका कति राम्रो लागेको तर अलिकति पाङ्गो भएछ क्या। अनि त्यसपछि माथि मन्दिर जानुपर्ने रहेछ शताक्षी धाममा चाहिँ। चढ्दाखेरिको मैले खिचेको यो हो है। जाँदा 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 त मेरो हालतै पम्चर भइसकेको थियो क्या। अनि आउँदाखेरि यस्तो सानो पोखरी हो कि के भन्छ यसलाई, रिभर जस्तै रहेछ, के भन्छ हौ यसलाई, खोला जस्तै भनौँ न। अनि यसमा खुट्टा डुबाउँदाखेरि कति चिसो पानी, कति रिलिफ हुने। अनि हामी थाकेर एकदम धेरै भोक लागिसकेको थियो, 1 नै बजिसकेको थियो। अनि हामीले करेन्टहरू ल्याएको थियौँ, त्यही पकाएर खाएको चिया करेन्ट अनि तरकारी भुजियाहरू के खायौँ हामीले त्यहाँनिर। अनि ऊ चाहिँ सानो हो, उसलाई देखाइदिए भनेर ऊ लजाइरहेछ है। त्यसपछि हामीलाई फेरि अर्को मन्दिर पनि जानुपर्ने थियो जसको नाम चाहिँ हो अर्जुन धारा। अनि हामी त्यहाँ जानलाई निस्क्यौँ। अनि हामी पुगेपछिको सिन चाहिँ यो हो। अर्जुन धारा पनि कति धेरै राम्रो रहेछ क्या गाइस। अनि यहाँ चाहिँ सानो खोइ के रहेछ। अनि यहाँ चाहिँ भगवानलाई पानी चढाउन मिल्ने रहेछ घुमी घुमी। अनि मैले पानी चढाएँ। अनि त्यसपछिको भ्लगको मैले भिडियो खिच्न बिर्सेँ गाइस।